हेलो गाइस भन्दै थियो। हेलो गाइस, वेलकम टु अनिल दाई ब्लग भन न। ल भन त। वेलकम टु अनिल दाई। भा छैन का यहाँ। उल्टो देखिन्छ हामी उताबाट देखिन्छौँ क्या। उताबाट बुझ्यौ। फर्काएर फोटो खिच्नुहुन्छ भिडियो। हामी कहाँ आइछौँ त? हो, लेक साइडमा किन आएको रे हामी? त्यत्तिकै हामी लेक साइडको छेउमा बसेर हेरिछौँ हैन। यसरी देखिन्छ कै। हेर त कति डट्टी देखिन्छ ऊ पारी। हेर त है। बुनुलाई आज पोखराको लेक साइड घुम्न मन लाग्यो अरे, त्यही भएर तिर्सा दिदी म अनि नाइट रेस लेक साइड अनि हाम्रो आराध्या भएर हामी कहाँ आएको रे? नाइट आउट भन न। हो त नि। अहिले त लेक साइडको छेउछेउमा पुरै झन्डा राखेर छ। एकदम लामो टाइम पछि भ्लग कृष्णा। इ देखाइछु कि तिमी नि। कसरी? फर्काएर रे। फर्काएर। यसरी? हैन। यसरी उताको भिडियो खिचेर ल्याइदिनु। यसरी? हजुर। ओइ कस्तो राम्रो देखिएको है? हजुर। हामीले के देख्यो रे उ? यहाँ त नजिक। यहाँ नजिक त नजिकै यहाँ ताल छ हैन? पानी छ है? त्यहाँ जाने होला? जाने हैन। गहिरो छ नि दादा। ऊ त्यो ऊ हेर त उहाँ के घुमिराख्यो ऊ? चमच्चा। चमच्चा। देखिछौ हेरु। ऊ उहाँ। हेर त। देखिछौ खेलेको? जानी हो वहाँ? हजुर। जानी? वहाँ सापुम है? यो ड्रेस लाएर। के भएर लौ? केही नि भएन क्या। हामीलाई त अब यो पानी परेर जस्तै भयो नि। पहिला तालले रमाइलो लाउँथ्यो होइन, राम्रो ड्रेस लाउन पर्थ्यो भन्ने हुन्थ्यो। अहिले त त्यस्तो त्यस्तै। दुई टाइम भयो कि तेरो भिडियोमा त दुई टाइम। त्यो वालाको त मैले कहाँ हालिछु त नि। ल अहिले बनाऊँलाई। त्यो चप्पल अप्ठ्यारो भयो कि? चप्पल अप्ठ्यारो भएर बुनु। म यसरी खिच्दै हिँड्छु है बुनुलाई। हेलमेट समाउन ल, मलाई त भिडियो खिच्न अप्ठ्यारो। तिमी हिँड रामले भिडियो दिनु सकिन्छ। ल हात समाएर जाम त नि अब। कस्तो यत्रो बेलासम्म नि काइकिङ हान्दै खान। हेर न कति। तिमीले त्यस्तो गर्छौ बुनु? हेर त त्यहाँ त्यहाँ हेर त तालमाथि त्यस्तो गर्छौ? सक्छौ तिमीले? चाहिँदो रहेछ।